आजको हाम्रो विषय छ स्विङ ट्रेडिङ, एउटा यस्तो रणनीति जसले बजारको छोटो तथा मध्यम अवधिको उतार-चढाउबाट फाइदा उठाउने लक्ष्य राख्छ। ल, सुरु गरिहालौँ है त। यो कुरालाई यसरी बुझाउन, एक सर्फरले समुद्रको छाल कुरे जस्तै हरेक ससानो छालमा हाम फाल्ने होइन, तर त्यो एउटा सही, शक्तिशाली छाल समात्ने जसले सिधै किनारसम्म पुर्याउँछ। हो, स्विङ ट्रेडिङको मूल मन्त्र नै यही हो। यो त लाखौंको प्रश्न भयो, होइन त? आजका हाम्रो यो विश्लेषणले यही प्रश्नको उत्तर खोज्नेछ। हामी सँगै मिलेर रणनीति, उपकरणहरू र सबैभन्दा महत्त्वपूर्ण सही मानसिकताको बारेमा कुरा गर्नेछौँ। ल, सबैभन्दा पहिला स्विङ ट्रेडिङ वास्तवमा के हो र के होइन भन्ने कुरामा स्पष्ट हौं, किनकि यसको आधार बुझ्नु नै पहिलो र सबैभन्दा महत्त्वपूर्ण पाइला हो। यहाँ मुख्य कुरा नै समय हो। स्विङ ट्रेडरहरूले कुनै पनि स्टकको मोमेन्टम अर्थात् मूल्यको चालबाट फाइदा लिनका लागि एक दिनभन्दा बढी समयसम्म आफ्नो पोजिसन होल्ड गर्छन्। उनीहरूको नजर छोटो अवधिको मूल्य परिवर्तनमा हुन्छ। अब धेरैजना झुक्किने ठाउँ यही हो। डे ट्रेडिङ भनेको एकै दिनमा किन्ने र बेच्ने द्रुत गतिको खेल हो, तर स्विङ ट्रेडिङले अलिकति धैर्यता माग्छ, जहाँ एउटा ट्रेन्डलाई केही दिन वा हप्तासम्म विकसित हुन दिइन्छ। स्विङ ट्रेडिङको सबैभन्दा आधारभूत रणनीतिहरूमध्ये एक हो बजारको प्रवाहसँगै बग्नु। मतलब, बजार जुन दिशामा गइरहेको छ त्यही दिशामा आफ्नो ट्रेडलाई लैजाने। सुन्दा त एकदमै सजिलो लाग्यो होला, होइन त? पहिले माथि गइरहेको स्टक खोज्ने, दोस्रो त्यो यात्रामा सामेल हुने, र तेस्रो जब यात्रा सकिने सङ्केत मिल्छ बाहिर निस्किहाल्ने। तर त्यो सङ्केत कसरी थाहा पाउने त? यसकै लागि ट्रेडरहरूले केही प्राविधिक औजारहरू प्रयोग गर्छन्। ल, अब तिनीहरूबारे जानौँ। अब कुरा गरौँ ती औजारहरूको जसले स्विङ ट्रेडरहरूलाई निर्णय लिन मद्दत गर्छन्। यिनले बजारको कोलाहललाई कम गरेर स्पष्ट सङ्केतहरू दिन सक्छन्। यसलाई यसरी कल्पना गरौँ न, मानौ स्टकको मूल्य एउटा कोठाभित्र उफ्रिरहेको छ। भुइँ भनेको सपोर्ट हो र छत भनेको रेजिस्टेन्स। जब मूल्यले त्यो छत वा भुइँ तोडेर बाहिर निस्कन्छ त्यसैलाई ब्रेकआउट भनिन्छ। ट्रेडरहरूले यसलाई स्टक आफ्नो पुरानो दायराबाट बाहिर निस्किँदैछ भन्ने बलियो सङ्केतको रूपमा लिन्छन्। मुभिङ एभरेजले के गर्छ भने मूल्यको दैनिक उतार-चढावलाई फिल्टर गरेर एउटा चिल्लो लाइन बनाइदिन्छ, जसले गर्दा ट्रेन्ड कतातिर जाँदैछ भनेर हेर्न सजिलो हुन्छ। यो ट्रेन्ड पत्ता लगाउन र बजारमा कहिले पस्ने वा निस्कने भनेर थाहा पाउन एकदमै शक्तिशाली औजार हो। यो एउटा एकदमै चलेको खरिद सङ्केत हो है। जब छोटो अवधिको मुभिङ एभरेज जस्तै 50 दिनको ले लामो अवधिको मुभिङ एभरेज जस्तै 200 दिनको लाई तलबाट काटेर माथि जान्छ, यसले बजारमा किन्नेहरूको चाप बढ्दैछ भन्ने सम्भावना देखाउँछ। धेरै ट्रेडरहरूले यसलाई बजारमा प्रवेश गर्ने अवसरको रूपमा हेर्छन्। कस्तो गजबको उदाहरण होइन त? RSI अर्थात् रिलेटिभ स्ट्रेन्थ इन्डेक्स। यो साँच्चै स्टकको स्पिडोमिटर जस्तै हो। यसले स्टकको मूल्य कति छिटो र कति धेरै परिवर्तन भइरहेको छ भनेर नाप्छ। मतलब, स्टक धेरै स्पिडमा दौडिरहेको छ कि एकदमै सुस्त छ भनेर थाहा पाउन मद्दत गर्छ। अब जब यो स्पिडोमिटरको सुई 70 भन्दा माथि पुग्छ, यो एउटा चेतावनी हो। यसको मतलब स्टकलाई धेरै मानिसहरूले किनिसकेका छन् र अब किन्नेहरूको सङ्ख्या घट्न सक्छ। तर यो एक्लै बेच्ने सङ्केत चाहिँ होइन है। बरु अब होशियार हुने र अरू सङ्केतहरू खोज्ने बेला भयो भन्ने बुझ्नुपर्छ। अनि ठ्याक्कै यसको उल्टो, जब RSI 30 भन्दा तल झर्छ, यसले स्टकलाई आवश्यक भन्दा बढी बेचिएको छ भन्ने सङ्केत गर्छ। यो तुरन्तै किनिहाल्ने सङ्केत त होइन, तर स्टकको मूल्य अब फेरि माथि फर्कन सक्छ र खरिदको अवसर खोज्न सुरु गर्ने बेला भयो भन्ने सङ्केत चाहिँ पक्कै हो। रणनीतिहरू त जानियो, तर यो त आधा कथा मात्रै भयो। सफल ट्रेडिङको अर्को र सायद सबैभन्दा महत्त्वपूर्ण पाटो हो जोखिम व्यवस्थापन। नाफा कमाउनु जति महत्त्वपूर्ण छ, आफ्नो पुँजी जोगाउनु त्योभन्दा पनि बढी महत्त्वपूर्ण छ। हरेक स्विङ ट्रेडरले दिमागमा राख्नै पर्ने 3वटा आधारभूत नियम छन्। पहिलो, स्टप लस अर्डर प्रयोग गर्ने ताकि नोक्सान सीमित होस्। दोस्रो, जोखिम र पुरस्कारलाई सन्तुलनमा राख्ने, अर्थात् सम्भावित नाफा सधैँ सम्भावित घाटाभन्दा बढी हुनुपर्छ। र तेस्रो, आफ्नो लगानीको आकारलाई व्यवस्थापन गर्ने ताकि एउटै ट्रेडले ठूलो क्षति नपुर्याओस्। स्टप लस अर्डर भनेको एउटा सेफ्टी नेट हो। सिम्पल,
यदि बजार आफ्नो सोच विपरीत गयो भने यसले ठूलो नोक्सान हुनबाट जोगाउँछ। यो एक अनुशासित ट्रेडरको सबैभन्दा महत्त्वपूर्ण औजार हो जसले भावनालाई निर्णय प्रक्रियाबाट बाहिर राख्न मद्दत गर्छ। अब हामी अन्त्यतिर आइसकेका छौं र कुरा गरौं सबैभन्दा महत्त्वपूर्ण पक्षको मानसिकता। सही औजारहरू हुनु राम्रो हो, तर ती औजारहरूलाई कहिले र कसरी प्रयोग गर्ने भन्ने कुरा त अनुशासनमा निर्भर हुन्छ। र यो स्लाइडले पुरै कुराको सार बताउँछ। जतिसुकै राम्रो रणनीति भए पनि यदि आफ्नो योजनामा अडिग रहने अनुशासन छैन भने सफलता पाउन लगभग असम्भव छ। सफलता भनेको सही रणनीति र सही मानसिकताको सही मिश्रण हो। र अन्त्यमा यो प्रश्नमा आएर कुरा टुङ्ग्यौं, के स्विङ ट्रेडिङ भविष्य बताउने कला हो वा सम्भावनाहरूलाई चलाकीपूर्वक व्यवस्थापन गर्ने एउटा खेल? सायद ट्रेडिङ भनेको क्रिस्टल बल हेर्नु होइन, बरु जोखिम र पुरस्कारलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्नु हो। यस प्रश्नको जवाफले नै एक ट्रेडरको यात्रालाई परिभाषित गर्छ। सोच्दै गर्नुहोला।